बिन बाट कम्पोस्ट मल कसरी तयार पारिन्छ भन्ने सन्दर्भमा छोटो भिडियो बनाउँदैछु। मसँग अहिले 110 लिटरको यो कम्पोस्ट बिन छ। यसको वरिपरि चारैतिर मसिना मसिना प्वालहरू देख्न सक्नुहुन्छ तपाईले। यो प्वाल अनि त्यसपछि यसको तलपट्टि यस्तो परेको भाग छ, खुल्ला भाग छ, अनि भित्रपट्टि चाहिँ यस्तो खालको खण्ड परेको भागहरू छ है। सबभन्दा पहिला चाहिँ यो जाली छ, त्यो जालीलाई हामी यो भित्रपट्टि यसरी अड्याउन सक्छौँ, अड्याउनु पर्छ। यसको भित्र यस्तो खण्ड परेको हुन्छ, यो खण्डमा चाहिँ यो जाली अडिएर बस्छ। अनि यो जालीको माथि चाहिँ हामीले छिटो कुहिने खालका कागज अथवा कार्टुन, मैले चाहिँ यतिखेर जुटको बोरा लिएको छु, त्यही साइजमा काटेर राखेको छु र यसलाई यसरी बिछाइदिने। र यो यसरी बिछाउनुको एउटा मूल कारण के हो भने हामीले जति पनि फोहोरहरू यो माथि राख्छौँ त्यो चाहिँ सिधै तल नखसोस् भनेर हो। यसरी राखेपछि हामीले राखेका फोहोरहरू चाहिँ सिधै तल झर्दैन। अनि जब हामी कुहिने फोहोरहरू यसमा राख्छौँ त्यसपछि हामीले यसलाई ढकनी लगाएर छोपिदिनुपर्छ यसरी। अनि यसरी छोपेपछि यदि हामीलाई चाहिँ फोहोर धेरै छ अथवा मल छिटो तयार होस् भन्ने चाहन्छौँ भने यो EM+ भन्ने एउटा चाहिँ छिटो कुहाउने खालको झोल हुन्छ। यो झोल हामीले बिर्को आवश्यकता अनुसार फोहोर धेरै छ भने 3-4 बिर्को नभए 2-3 बिर्को यसरी वरिपरि छरिदियो भने चाहिँ यो कम्पोस्ट मल चाहिँ छिटो तयार हुन्छ। जब कम्पोस्ट मल चाहिँ तयार हुन्छ त्यसपछि चाहिँ हामी यो ठाउँबाट, यो खुल्ला ठाउँबाट चाहिँ हामी निकाल्न सक्छौँ कम्पोस्ट मल र यसलाई फेरि हामीले यसरी नै बन्द गरिदिन सक्छौँ। हस् त, तपाईँले पनि घरमा यसरी नै कम्पोस्ट मल बनाउन चाहनुहुन्छ भने यो विधि प्रयोग गर्नुहोला। हस् त, धन्यवाद।